नमस्कार, म हुँ फार्मासिस्ट। आज म तपाईहरुलाई श्वास प्रश्वास र दमको बिरामीले रोटाहेलरको उचित प्रयोग कसरी गर्ने भनेर सिकाउनेछु। ध्यान दिएर सुन्नुस् है। खाना खानु अगाडि यो औषधि तान्नु पर्दछ र औषधि तान्नुभन्दा अगाडि साबुन पानीले सफासँग हात धुनु पर्दछ। त्यो धोएको हातलाई सफा कपडाले सुक्खा हुने गरी पुछ्ने अनि सजिलोसँग बसेर रोटाहेलरलाई बच्चाबाट निकाल्ने। त्यसपछि भिडियोमा देखाइए अनुसार नै रोटाहेलरलाई ठाडो पारेर समातेर औषधिको बट्टा भित्रबाट एउटा क्याप्सुल झिक्ने। क्याप्सुलको बट्टाको बिर्को राम्रोसँग लगाइहाल्ने। अब क्याप्सुलको सादा भागलाई रोटाहेलरको बीचको सानो प्वालमा राखी बिस्तारै घचेडेर प्वालको माथिल्लो सतहसँग बराबरी बनाउने। रोटाहेलरलाई ठाडो नै पारेर रोटाहेलरको तल्लो भागलाई घुमाएर औषधिको क्याप्सुललाई काट्ने। त्यसपछि औषधिलाई राम्रोसँग तान्नको लागि फोक्सोको सासलाई एकपटक राम्रोसँग फुकेर रोटाहेलरमा नपर्ने गरी बाहिर फ्याँक्ने। अब फोक्सोमा अर्को सास तान्नु अघि रोटाहेलरको मुखमा राख्ने भागलाई दुईटा दाँतको बीचमा राखेर ओठले च्याप्ने। त्यसपछि सास नली सिधा हुने गरी टाउकोलाई अलिकति पछाडि लैजाने। अब औषधिलाई फोक्सोको श्वास नलीसम्म पुर्याउनको लागि एकचोटिमा एकपटक मात्र औषधिलाई बेसरी सासले भित्र तान्ने। यसरी औषधि तान्दा रोटाहेलरमा रहेको क्याप्सुल मजाले घुम्यो भने तपाईले राम्रोसँग औषधि तान्नुभयो भन्ने बुझिन्छ। अब रोटाहेलरलाई मुखबाट बाहिर निकाली मुख बन्द गरी करिब 10 सेकेन्ड जति फोक्सोमा सास रोक्ने र सासलाई बिस्तारै सामान्य रूपमा नाकबाट बाहिर फ्याँक्ने। यसरी एकपटक औषधि तान्दा रोटाहेलरमा अझै औषधि बाँकी रहेमा अघि भने अनुसार 1 मिनेटपछि फेरि दोहोर्याएर तान्ने। याद राख्नुहोस्, आवश्यक मात्रामा औषधिलाई फोक्सोको श्वास नलीसम्म पुर्याउनका लागि रोटाहेलरमा क्याप्सुल राख्दा ठाडो पारेर राख्नुहोस्। क्याप्सुल काट्ने र एकचोटिमा एकपटक मात्र सके जति बेसरी एकहोरो सासले औषधिलाई भित्र तान्ने प्रक्रियाको पूर्ण पालना गर्नुपर्दछ। यसरी औषधि प्रयोग गरिसकेपछि रोटाहेलरलाई खाली गरी बट्टामा हाल्ने र सफा पानीले मुख कुल्ला गर्ने। रोटाहेलरलाई सफा र चिसो पानीले हप्तामा 2 पटक सफा गर्ने र घाम नलाग्ने ठाउँमा राखेर सुकाउने र पूर्ण रूपले रोटाहेलर सुक्खा भएपछि अर्को पटक फेरि प्रयोग गर्ने। अनि अर्को कुरा, तपाईले नियमित औषधि तान्नुपर्छ भने बेला बेलामा रोटाहेलरलाई पनि फेरिरहनुपर्छ है। डाक्टरले सिफारिस गरेको रोटाहेलर र औषधिको उचित प्रयोग गरी श्वास प्रश्वास सम्बन्धी समस्या र दमको प्रभावलाई निर्मूल अथवा न्यूनीकरण गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग।